कस्तो मान्छेले नजानेको नि हो यो चाहिँ कहाँ हो यो हाम्रो साकेला थान बड डाँडा भन्छ हाम्रो साकेला थान यहीँनिर हो कहाँ हो उतै यहाँ माथि त साकेला थानमा उ त चिलाउने फेदमा हो चिलाउने फेदहरूले क्यामेरा घुमाएर देखाएको ल यसरी बाटो अलिक यहाँनिर यसरी पानी खोलियो भने पनि यो सजिलो हुन्छ क्या यहाँ मान्छे वात्तै पछि गयो भने बाइकहरू पस्यो भने निकाल्नु गाह्रो हुन्छ यहाँ त्यो पानी त झरिरहेछ कहाँबाट झर्छ त्यो कहाँ तल भित्रबाट पाइप राखेको छ हौ उयो पाइप त छ त्यो कहाँ ऊ पर 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 ऊ त्यहाँ पर परबाट पाइप त गरेको ल यो पानी नअटेर यस्तो बस्ला त्यो पाइप सानो पाइप रहेछ यहाँ अनि यति खोल्दै पछाडि अब यहाँनिर बाइक कुदाउनेहरू पनि सजिलो हिँड्नेलाई सजिलो यसरी पानी पटाउनु पर्छ बाटोमा च्याप्टसँगले अब यति बजे थाहा भयो नि त अब यति नजिक छ सम्म छ स्वाट्ट भयो पानी यसरी पटाउने पानी अब गाउँघर हो विकास भनेको यसरी अहिले यतिको पछि बाटो बन्नु भने पनि ठुलो कुरा हो यहाँ पहिला अब बाटोसाटो केही थिएन कुदिनु पनि अब म यति भएपछि च्याट्टै अब म यहाँबाट दबिँदैन नि त यति भयो थाहा भयो नि त बाइक चलाउनु अब किन फाल्दिएको हौ उदय चाहिँ भन्छु त्यहाँबाट पठाउनु भन्दैछु बाइकलाई पानी जम्यो कस्तो मान्छेले नजानेको नि हो यो पानी जम्यो यो चाहिँ कहाँ हो यो हाम्रो साकेला थान बड डाँडा भन्छ हाम्रो साकेला थान यहीँनिर हो कहाँ हो उतै यहाँ माथि त साकेला थानमा उ त चिलाउने फेदमा हो चिलाउने फेदहरूले क्यामेरा घुमाएर देखाएको ल यसरी बाटो अलिक यहाँनिर यसरी पानी खोलियो भने पनि यो सजिलो हुन्छ क्या यहाँ मान्छे वात्तै पछि गयो भने बाइकहरू पस्यो भने निकाल्नु गाह्रो हुन्छ यहाँ त्यो पानी त झरिरहेछ कहाँबाट झर्छ त्यो कहाँ तल भित्रबाट पाइप राखेको छ हौ उयो पाइप त छ त्यो कहाँ ऊ पर 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 ऊ त्यहाँ पर परबाट पाइप त गरेको ल यो पानी नअटेर यस्तो बस्ला त्यो पाइप सानो पाइप रहेछ यहाँ अनि